लगायत हामी सिङ्गल ट्रीको लागि निस्क्यौँ होइन। अहिले हामी ठ्याक्कै ठमेलबाट निस्क्यौँ होइन। हामीहरू यो विष्णुमती खोला नजिकै पुगेको छ होइन। यो ठमेल जाने बाटो हो यो ठ्याक्क तपाईँले हेर्न सक्नुहुन्छ यो। अनि यो चाहिँ बालाजु चोक, यताबाट गएर स्वयम्भू गइन्छ। र अब हामीहरू उता अरू दिन म टेन्सनमा थिएँ, आज छु म टेन्सन फ्री। अरू दिन आज छु म टेन्सन फ्री। आज हामी कहाँ जाँदैछौँ? वाह भाइ भाइ यस्तो लाइनहरूतिर होइन केटाले फ्री स्टाइल लाइनहरू त पञ्च त दिइराख्यो हामीले टाइम टाइममा बेला बेला होइन। मौसम पनि हेर्न सक्नुहुन्छ आज पुरै पानी पर्ला जस्तो छ मौसम होइन। पुरै पानी पर्ला जस्तो छ। यो विष्णुमती खोला बालेन दाइले सफा गरेपछि अलि बेटर रहेछ। अगाडि दुईवटा दिदीहरू हिँडिरहेछ होइन। उतै ऱ्यापर स्यान्डी मसाने भाइ पनि छ होइन। केटाहरू हिँडिरहेछ रमाइरहेछ होइन। म आफ्नै भ्लगिङमा छु। त्यसपछि अब पुगेर हजुरहरूलाई पुग्यो सिङ्गल ट्री देखाउँछ। अहिले हामीहरू बाटोमा बालाजु पुग्यो ल। त्यसपछि भेट्छौँ नेक्स्ट भ्लगमा। हामीहरू बालाजु चोकमा छौँ काठमाडौँ होइन। बसहरू आइरहेछ सबै। हामीहरू बालाजु छौँ। केटा अब हामीहरू बसमा बस्ने आफ्नो बसमा ठाउँ त छैन होइन गाइस। त्यही पनि सिट छ भनेर बचाइदियो होइन। उभ्याउनु पऱ्यो त यार। पछाडि छैन सिट खाली छैन। सिट छ भन्ने बसाइदिएको यार बोल्नु होइन। बस फुल प्याक छ भने खै हामीहरू बसबाट उठ्यौँ होइन। स्वयम्भूमा झऱ्यौँ हामीहरू बसबाट भर्खरै। केटाहरू पनि यतै छ। अब हामीहरू जाँदा सिङ्गल ट्रीको लागि बाटो काटेर लास्ट भिड छ नि फेरि यहाँ स्वयम्भूमा त साँझको बेला हेर्न सक्नुहुन्छ तपाईँहरूले। बबाल लास्ट भिड हो अहिले त। भगवान्ले क्या चिल बसिया छ है तोक्छु भनेर। भने यहाँ यताको यो बसको होइन लास्टै चाप छ। अब हामी गएर केटाहरू हिँडिरहेको छ अगाडि म भ्लग बनाएर हो। कतै नभएको भ्लगर हो क्या म। हेर्न सक्नुहुन्छ कतै नभएको म भ्लगरलाई। त्यस्तै गरी अब हामीहरू यो साइडबाट जाने होइन ल। बाटो काटेर हामीहरू ट्राफिकले मामा हेर है मामा ऊ त्यहाँ बसिया छ। ऊ कुनामा मामा छ। यहाँ म भ्लग बनाउने है अगाडिबाट गाडीले मलाई हरन दिएछ मलाई बालै छैन। BMW मामा त्यहाँ छ। मामा मेरो मामा कति राम्रो हो कि तेरो मामा मेरो मामा सबको बराबर हो। म पनि जान्छु होला तर गाई सिङ्गल ट्री आउने भएछ है। आज मेरो पार्टी छ। पार्टी त त्यस्तै हो गाई। यस्तो धुलोमा होइन त झ्याउ लाग्छ होला मलाई। अब फाइनली हिँडेर हामीहरू सिङ्गल ट्रीको लागि मान्छेहरू धेरै छ। र अब के भन्नु त यार हामीहरू कहाँ गएर हो। हामी छौँ आज टेन्सन फ्री। हामी गइरहेको हो सिङ्गल ट्री। अनि यहाँ हेर्नु छैन कस्तो राम्रो राम्रो केटीहरू देखिरहेको छ यार। म के भने जस्तो हेर्न सक्नुहुन्छ तपाईँले सबैले। मेन्सन गरिदियो है कसैलाई कोही चिनिया छ भने मेन्सन गरिदियो ल। यो कार के यो भन्यो कि यो कार त म अर्कै लाग्छ। दुध बेचेर किनिदिन्छु होला म यो कार त। के बोले भाइ? अब के बोले के छ थाहा भाइ बोले? काठमाडौँ सिटी डेन्टल हस्पिटल होइन कोही जमानादेखि हो जे भए पनि दुई दिनले बुझ्यो होइन। यहाँ अगाडि हेर्न सक्नुहुन्छ दुईवटा माइतीहरू पनि छ ल। उताबाट ऊ आउनुभयो बौद्ध कहाँ बौद्ध भन्ने हो महाबौद्ध महाकाल गाइज बौद्ध स्तूपा त्यति साह्रै नबोल न यार। के खाने पपितो कुकुर तपाईँलाई जे पनि देखाइदिन्छ आज। चिकन मैले एउटा क्लिक देखाएको छैन। एउटा मैले यस्तो चिज देखाएको छु कि अब यो क्लिकमा हेर्नु होला सबैले ल। एकछिनमा कहिले ओ बेच्ने मान्छेले नै खाइरहेको छ यार स्याउ केला। बसेर मजाले टमाटर ले लो। टमाटर साथी याद आयो पशुपतिका यो हामी गइरह हो उता।
अँध्यारो होइन हामीहरूले यस्तो हिँडेर जाँदाखेरि ठिक्क हुन्छ कि होइन भने ठिक्क पुग्यो अरे उता गएर हामीले त्यो बस्दाखेरि खाँदाखेरि ठिक्क टाइम हुन्छ अनि त्यसपछि ल हामी रक्सीले सिङ्गल ट्री गएर तपाईँहरूले ब्लग देखाउँछ एन्डी सिङ्गल ट्री गएर हामीहरू आइसक्यो होइन सिङ्गल ट्री ऊ लाइट बलिरहेको छ होइन म जुम गरेर देखाउँछु हो त्यहाँ जाने हो कि हामीहरू स्यान्डी नारियल किन न एक पिस ल आइज नारियल किन नारियल खाइदिने होइन हामीहरूको कसरी हो भाइ 20 रुपियाँ एउटा मात्रै खाउँथ्यो होइन न एउटा होइन त्यो पछि मलाई म नखाने ल म छैन किन न दुइटा किन फेरि नचाट्न ल हो दुइटा किन म खाने नखाने म नारियल खाउँ न हेर न प्याज सेतो नारियल मान्छे कालो नारियल चाहिँ सेतो कतिको भने नारियल एउटा अझै देऊ न यार सानोवाला पिस अरे देऊ न भने फेरि साथी यस्तो नगर न घुम्न आएर नखाने म खाने म जिस्किरा हो नखाने कि म नखाने उतै सिङ्गल ट्री गएर खाउँला नखाने भने खै तिमीहरू नखानेवालाको मुख देखाउ त मुलाहरू होइन तिमीहरू नखाने भनिरहेको थियो अहिले नारियल अहिले आफै खाइरहेको छ एक्लै एक्लै होइन मलाई सुर्ता पनि सोध्दैन आधा तोडेर खान्छ कि एउटा किन पछि मिलाउँछ भन्ने एउटा दिन लागेको थियो अन्त फेरि समातिरहेको थियो त उसले पनि पानीमा चोपेर राख्यो तिमीले 20 दिइदियो भने उसले पेट्रोलमा हाल्यो फेरि अझै गाइज भ्यू हेर न गाइज भ्यू न हो यहाँबाट काट न ड्यामले टन्न काट हजुर बाबा फेरि केटाहरू हाँस्दिरह होइन बाबासँग भन्दाखेरि हाँस्दिने केटाहरू हामी पुग्न लाग्यो होइन भाइ नारियल ब्लग धेरै भयो आज केटाहरू के हुनु बनाउन पनि मिल्दैन किन बनाउनु मिल्दैन बनाउँदिन होइन भिडियो त दिन्छ होला यार ए हो र ल भिडियो पोस्ट गर्छु फेरि म होइन हामीहरू केटाहरू डोज खाए यता बाटोमा नजा बिचबाट नजा किनारमा होइन केटाहरू नगर न यार त्यहाँ भ्लग बनाइरहेको छु यार म होइन यस्तो नेपालकै सबभन्दा टप ब्लगर म नै होला सायद कति बाँकी छ टप ब्लगर हुन कतै नचलेको ब्लगर हो कि म 1 मिलियन जति बाँकी होला अब 1 मिलियन जति छ मेबी भनौँ होइन 1 मिलियन जति छ बाँकी भन्ने बाँकी के हो बाँकी छ त्यस्तै हो मिलियन सिलियन त त्यस्तै हो गाइज 1-2 जनाले सब्सक्राइब हाने पनि धेरै हो यार सुर्ती भन्नु न खाला यहाँ हेर नि सुर्ती खाएर ज्याब छन् केटाहरू सुर्ती खाएर केटाहरू फुर्ती हानिरहेछ होइन फुर्ती हानिरहेछ अब डाँगामा लग्यो नि लास्ट इन्जोय भइरहेछ होइन केटा हो नारियल खाएर मुख निकाले दामी भइरहेछ म एक डोज हाल न एक डोज होइन डोज त नहालौँ होला पछाडि आज मान्छेहरूको सिङ्गल ट्रीमा खाने मान्छेहरू पनि नाच्दै छ कि पुरै मेला जस्तो भइरहेछ पछाडि एउटा सानो बाबु दौडिरहेछ पछाडिबाट आइरहेछ सानो बाबु एउटा फेरि कन्सी स्कुटी होइन थाहा छैन स्कुटीको नाम एप्रिला भन्नेवाला हो त ब्याट्रीबाट चल्नेवाला होइन उताबाट एउटा बाइक यस्तो स्पिड आइरहेछ गाइस कतै धुराइरहेछ भने हेर न ऊ ले गयो खोइ लास्टै छ ल केटाहरू त्यो मेरो केटाहरूको पारा यस्तै छ होइन गल्ली छ अब सबको पालो आउँछ मेरो पालो त आएको छैन मेरो ब्लगरमा पनि पालो आएको हो तर मैले नगरे मात्रै हो गाइस सबै भिडियो प्राइभेट राखिदिएँ कि मैले नत्र त अहिले एमआर ब्लग भनेको के हो र मेरो सामने केही पनि होइन
त्यस्तै हो क्या नदेखाएको पो होइन नदेखाएको बाइकहरू हेर्ने हो गाइज बाइकहरू हेर्ने हो गाइज एउटा भाइले भनेको थियो बोका हेर्ने हो गाइज बोका भने म भन्छु बाइक हेर्ने हो गाइज बाइक मेरो बाइक हेर्ने हो र तिमीहरूलाई म कोठामा गएर मेरो बाइक देखाउँछु कतिको मोडलको छ कस्तो छ के कन्डिसन छ सबै बाइकहरू देखाउँछु छ मसँग यस्तै 15-16वटा बाइक छ त्यो 15-16वटा बाइकमा सबै एक बाइक गरेर देखाउँछु म एउटा बाइक देखाउँछु कलेक्सन बबाल छ नि होइन बाइक कलेक्सनको त कुरै नगर कलेक्सन त एमएस धोनी फेल हो मेरो सामनेमा एमएस धोनीको कलेक्सन भन्दा पनि बबाल कलेक्सन त्यो हनी सिंहको गानामा त्यो टेस्ला हाम्रै त हो त्यो टेस्ला मैले दिए हो कि अनि ल यहाँ अब ब्यारिक आइसक्यो गाइज होइन हेर्न सक्नुहुन्छ ब्यारिक यहाँनिर छ अब एकछिन क्यामेरा बन्द राख्नुपर्छ होला जस्तो लाग्यो मलाई ल ठिक छ एकछिन बन्द गर्छु बेला आयो बेला 100 लगभग पुगिसक्यो होइन सिङ्गल ट्रीको वरिपरि छ हाम्रो तपाईँहरूलाई होइन त्यहाँ माथि छ त्यो माथि उकालोमा जानुपर्ने हामीले लगभग पुगिसकेको छ भनौँ अनि यो भ्यू पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले बाल भ्यू चाहिँ नेक्स्ट लेभल हो क्या नेक्स्ट लेभल हो कि गाइज भ्यू त यस्तो कहिले देखाएको थिइस् भन्छ मलाई ल यो त मैले सपनामा देखाएको थिएँ आज रियल लाइफ देखिरहेको म त्यो पहिलो घर छ नि राजा बिचैको त्यो मेरै हो तिम्रो हो अनि खै तिम्रो फेस पनि हेरौँ त्यस्तो घरमा लाग्यो नेक्स्ट लेभल रहेछ त यार काठमाडौँ नगरपालिका होइन नि यो यो अनि कुन नगरपालिका नागार्जुन नगरपालिका नागार्जुन नगरपालिका हो र ए त्यहाँ जाने गाइज अहिले हामीहरू त्यहाँ यो दुइटा पनि हाम्रो पछि आइरहेको थियो अघिदेखि अब चाहिँ लगभग हामीहरूसँगै भेट्न लाग्यो यसो चान्स हान्दिउँ कि सोधिरहेको नम्बर लिनुपर्छ कि आऊ कान्छीको क्रस फायर नि आगो खोडेर गइरहेको छ यहाँबाट केटाहरू यतै छ ल हामीहरू सुन्न लाग्यो नागार्जुन नगरपालिका भन्ने रहेछ होइन त्यो म त मजाक गरेर माथि पढेर भन्ने रहेछ केटा नागार्जुन नगरपालिका नम्बर 3 पनि हो अब वडा नम्बर 3 पनि रहेछ बुलेट ल्याउनु पऱ्यो हो यो गाडी रेसमा हालेर अना भन्नु पऱ्यो कि केटाहरू बोलेछ भने त्यसले पठाउनु तिनीहरूले लगाइस् ऊ स्वयम्भू भरि डाँडा हेर हो यो स्वयम्भू हो स्वयम्भू हो भ्यू चाहिँ नेक्स्ट लेभल हो कि फेरि भ्यू चाहिँ नेक्स्ट लेभल छ कि गाइज काठमाडौँ देखो भयो यसा यो उकालो हो अझै माथि जानु छ हामीहरूले मौसम चाहिँ आज छ कि बबाल मौसम छ कि दामी मौसममा आयो कि आज हामी मौसम भनेपछि आजको चाहिँ बबाल छ कि मौसम गाइज त्यो उडिरहेको छ गाइज त्यो पनि लास्ट उडिरहेको छ मौसम मा जाने हो नि सिँढीमाथि जाने लास्ट उकालो सिँढी छ ल स्वयम्भू यो भइहाल्यो त्यो हरि डाँडा देखिरहेको छ नि त्यो स्वयम्भू हो अब हामीहरू सिँढीमा चढिरहेको हो सिँढीमा चढिरहेको लास्ट उकालो छ नि त फेरि हेर्न सक्नुहुन्छ तपाईँहरूले लास्टै उकालो छ कि सिँढी ल अहिले सिँढी अगाडि जाँदा म उकालो छ कि खस्यो भनेपछि ब्याकअप चाहिएन मलाई हो यस्तो उकालो छ कि यस्तो झन्डै म चढाएकै तल गाइज को हो यो को गाइज को लास्टै उकालो छ क्या म झन्डै तल ड्याममा झरिसक्यो भने पछाडि केटाहरू पनि छ केटाहरू हाम्रो केटाहरू पनि छ पछाडि पछि स्लो गरेर हेरौँ न होइन केटा लास्टै उकालो छ कि गाइज कति माथि आयो भन्ने देखाउँछ म है कति उकालो छ थाकेर बसेको हावा पनि यस्तै लाग्यो यस्तो धुलो उडिरहेको थियो होइन यस्तो भइरहेको थियो हावा चलिरहेको थियो त्यो मास्क लाउनु पऱ्यो कि गाइस चिसोले लिप्सहरू पुरै चढाइदिन्छ नि त त्यही भएर होइन यता अगाडि तँलाई पनि देखाउँछु म एकछिन ऊ हाम्रो राजा होइन एउटा ट्री उता पनि छ अरे थाकिसक्यो नि यार राजा बहिनी भाइहरू त्यहाँ के खाइरहेछ अब हामी पुग्न लाग्यो गाइस अब कस्तो सिँढी चढाएको कुरो गर्न तिम्रो सातो जान्दैन कस्तो सिँढी चढाउने हो त्यस्तो यार म त अहिले थाकिसकेँ त्यस्तो थाल्दैन हामीहरू त्यही पनि तपाईँले म देख्नु राम्रो केटी देखाउँछु ल त्यो राम्रो छ नि वाइट क्याप दाम यताबाट ल चढाउने त्यसले म त यहाँ समाउँछु होला यहाँ हेर्न गाई सिँढी हेर न त्यो कालो सिँढी छ नि कसम भने लाइफमा फर्स्ट टाइम हो रियल लाइफमा फर्स्ट टाइम चढिरहेको म यस्तो सिँढी ओमा गाई हेर न कस्तो तल देखिरहेको क्या अहिले त एकछिन माथि पुगेर देखाउँछु म खै थाकिसक्यो यो यसको साह्रो हिँड्नु परेछ कि मैले केटाहरू त्यत्तिकै यिनीहरू कम्पिटिसन भएछ ल माथि ल केटा त दौडेर गइसक्यो होइन म चाहिँ सकिरहेको छैन तलबाट पनि आइरहेको कि झन्डै आइरहेको छ मान्छेहरू केटाहरू लास्टै छ क्या नेक्स्ट लेभलको छ कि सक्नु यार ल पुग्न लाग्यो फर्स्ट टाइम हो यार मेरो यत्रो भरिङ चढ्नु गर्नु भएन भाइ
अहिले अझ हेर्छु नि तल अहिले एकछिनमा ल पुग्यो होइन फाइनली अझ छ ल हेर्न सक्नुहुन्छ यार ओ लाइफमा फर्स्ट टाइम यत्रो भरि सिँढी चढ्यो अनुभव भयो कसम भने अनि कहाँ गयो यार मैन दुलो हो रहेछ त दुलो पुग्यो हामीहरू सिङ्गल ट्रीमा पुग्यो गाइस फाइनली ल यता मन्दिर रहेछ पहिला दर्शन गरेर जाउँ होइन गाइस ल फाइनली हामीहरू पुगिसक्यो हाम्रो होइन सिङ्गल ट्रीमा गाइस अब म तिमीहरूलाई भ्यू देखाउँछु बबाल दामी दामी यता साइड टिकट काउन्टर हो कि के हो ल साउन्डहरू पनि बजिरहेको छ यता रेस्टुरेन्टको पनि व्यवस्था छ होइन गाइस टिङ पनि छ जाउँ केटा जाउँ ब्राउ ल हामीहरू चाहिँ यतै हो पुगिसक्यो सिङ्गल ट्रीमा होइन गाइस सिङ्गल ट्रीमा हामीहरू फाइनली पुगिसकेको छ होइन ल अब फाइनली पुगिसक्यो हामीहरू भ्यू देखाउँछु ल बारीमा चढेर पुरो माथि ट्रेनमा सक्नुहुन्छ गाइस हुन्छ बाजे फाइनली स्वयम्भू त्यो हरिराज त्यो स्वयम्भू हो हामीहरू सिङ्गल ट्री पुगिसकेको छ यता साउन्ड सिस्टम पनि रहेछ होइन यता साउन्ड सिस्टम छ गाइस जे पनि अलि यसो ग्रुप आयो भनेपछि यसो नाच्न पनि पाइयो होइन नाच्न पनि पाइयो देखाउन सक्छु त्यो साउन्ड लगाइ हेर्न सक्नुहुन्छ मौसम दामी छ कि काठमाडौँ आयो भने चाहिँ स्वयम्भू आयो भने चाहिँ सिङ्गल ट्री चाहिँ घुम्नुपर्छ ल चाहिँ काठमाडौँ आए जस्तो फिल होइन बबाले फिल आइरहेको छ कि हामीले नाच्न पनि पायो उताहरू दाइहरू नाचिरहेछ होइन यो भिडियोहरू बनाइरहेको छ साउन्ड सिस्टम पनि छ यता छ होइन यता केटाहरू छ यो चाहिँ हामीले भ्यू हेर्न सक्नुहुन्छ पुरै काठमाडौँ होइन बबा छ कि नेक्स्ट लेभल हो नेक्स्ट लेभल कैसे कैसे लोग रहते हैं यार यहाँ पर होइन म्युजिक सिस्टम चाहिँ सबै छ दामी 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 यहाँ फोटो खिच्नेवालाले फोटो खिचिरहेको छ टिकटक भिडियोहरू बनाएको छ रमाइरहेको छ ल केटा तिमीहरू बस्ने हो म त यसो राम्रो फरफराएर आएको छ होइन सिङ्गल ट्रीबाट देखिने भ्यू हो कि गाइज यो बबाल छ बबाल के बबाल भन्दा पनि बबाल उता ऊ टिकटक भइरहेछ गाइज नाचिरहेछ टिकटक बनिरहेछ रमाइरहेछ मान्छेहरू दामी छ कि त ल हो यो हावा पनि दामी चलेको छ कि गाइज हावा दुइटा भाइहरू केटाहरू यता बसिरहेछ सिङ्गल ट्रीको त्यो बबाल छ कि गाइज यता स्वयम्भू आएपछि सिङ्गल ट्री चाहिँ आउनुपर्छ ल बबाल दामी छ कि हेर्नुपर्छ भ्यू हेर्नुपर्छ एउटा चाहिँ म फुल नाइटको भ्यू देखाउँछु होइन तपाईँहरूले अहिले चाहिँ अँध्यारो भएको होइन अँध्यारो भइरहेछ मौसम पनि खराब भइरहेछ है मौसमले साथ दिन्छ कि दिँदैन होला हावा चाहिँ बसिरहेछ केटाहरू बसिरहेछ होइन रमाइरहेछ ओइ कस्तो लाग्यो तिमीहरूले ओ केटा कस्तो लाग्यो तिमीहरूले सिङ्गल ट्रिप आएर भनको यहाँ टिकटक भइरहेछ टिकटक भइरहेछ सक्नुहुन्छ बबाल होइन ले रमाइरहेछ आफ्नै पालामा त तिनीहरू नि रमाइरहेछ ले त्यसपछि प्यार चलिरहेछ केटाहरू यहाँ डल्लो पऱ्यो बसेर होइन एउटा नाइट भ्यू देखाउँछ अनि एउटा अहिले भाइ एउटा फुल नाइट देखाउँछ अनि यो हावा छ जाउँ तपाईँलाई क्वेसन गरेछ है गाइड सिङ्गल ट्रीको होइन मैले क्यामेरालाई देखेर यो गर्दै लाग्यो भने यहाँ साउन्डहरू बजिरहेको छ अहिले त अँध्यारो भइसक्यो अलिअलि होइन अघिको भन्दा कपालै अँध्यारो भइसक्यो यहाँ फोटो पनि खिचिरहेको छ होइन यता आयो भने चाहिँ 20 रुपियाँमा एउटा फोटो पनि खिचिदिइहाल्छ तपाईँहरूको मजाले यता भेप पनि हानिरहेको छ केटाहरूले मजाले हेर्न सक्नुहुन्छ यहाँ फोटोसुट भइरहेछ यता कपाल भ्यू भइरहेको छ हाम्रो यता नगर बरारी दाइ पनि हुनुहुन्छ
नगर प्रहरी दाइ पनि हुनुहुन्छ हाम्रो त सुरक्षाको लागि होइन हाम्रो मासु भाइले पैसा दिएपछि मात्र गइन्छ जान मिल्छ गाइज बब्बाल छ बब्बाल होइन एउटा बब्बाल छ गाइज गाइज हेर्न सक्नुहुन्छ दामी भेट्यो एउटा एउटा चाहिँ उसँग फ्लाइ गर्ने अरे होइन एउटा दिदी बहिनी फ्लाइ गर्ने दाइमा होइन हेर्न सक्नुहुन्छ पिन्छ बस्ने स्यान्डी यसमा अलि त बस्ने स्यान्डी स्यान्डी नबसौँ त्यसमा त लगाएको छ हेर न हुन्छ फुल रिसोर्टहरू ओइ हजुर एउटा दाइले लगाएको छ हेर न यहाँबाट खसी चाहिँ मै पर्ला भनेर त्यहाँ त्यहीँ पर्छ भने के ग्यारेन्टी कागज लेखेर दिनु पऱ्यो होइन आइरहेको छ होइन गोरेहरू पनि होइन ल बहिनीले चाहिँ फ्लाइ गर्ने अरे माथिदेखि तानिरहेको छ होइन गाइज माथिदेखि तानिरहेको छ अरू अझै उता अब यता ताने तल ड्याममा लगाएर गाइज ल फाल्यो है ल गाइज ल फाल्यो गाइज ल फाल्यो हेर्न सक्नुहुन्छ होइन त्यसमा हेरौँ हामी आफ्नो भ्लगमा कन्टिन्यू दिउँ होइन त्यहाँ हेरेर कामै छैन लगाइ ल यता भाइहरू होइन यहाँ केटाहरू पनि छ घुमिरहेको छ ऊ फाइनली अब अँध्यारो भइसकेको छ होइन फुल्ली अँध्यारो भइसकेको छ मैले हजुरहरूले भनेको नाइट भ्यू देखाउँछु भनेर होइन अब नाइट भ्यू पनि म देखाउँछु मान्छेहरू पनि साह्रै आइसकेको छैन लास्ट रमाइलो छ होइन दामी छ होइन लगाइस ल हेर्नु अब नाइट भ्यू हेर्नु अब नाइट भ्यू हेर्नु अब दामी आउँछ अब भएर क्या नाइट भ्यू गाइज यो हो नि नाइट भ्यू राजा यहाँ हेर न दामी आइरहेको छ होइन नाइट भ्यू हेर न गाइज ल गाइज यता विदेशीहरूलाई घुमाइदिरहेको छ होइन प्लेन जस्तै हो होइन सर घुमिरहेको छ बुढियाहरू छ होइन तिनीहरू घुमाइदिरहेको छ उनीहरूलाई घुमाइदिरहेको छ कि नेपाल घुमाएर अब आउँछ राम्रो छ यार नेपाल हामी प्लेसहरू एकदम राम्रो छ एकदम के भन्ने पुरै उयो छैन कि वर्ड नै छैन त्यस्तो बाबा छ कि हाम्रो नेपाल फर्काउँछ उता यता ल्यायो अब उता लाग्छ क्रेन नै हो भनौँ क्रेन जस्तो एउटा हो भने केटाहरू त्यहाँ तल बसिरहेको छ होइन केटाहरू तल बसिरहेको छ मजा लिइरहेको छ चिसो हावा आइरहेको छ होइन नाइट भ्यू गाइज